सायद हजुरहरूले यो कथा पहिले सुनेको हुनुपर्छ। फेरि पनि म सुनाउने छु। सुनेर सल्लाह सुझाव दिनुहोला। हामी कथा सुरु गरौँ। थापाथलीको पुरानो घाट नजिक राति कसैले हिँड्दैन। स्थानीयहरू भन्छन् यहाँ किचकन्डी देखिन्छ। अर्जुन नामको केटा एक रात ढिलो घर फर्कदै थियो। गाउँबाट काठमाडौँ आएको केही दिन मात्र भएको अर्जुनलाई सायद त्यो ठाउँको बारेमा ज्ञान थिएन। सेतो साडीमा एउटी महिला एक्लै रोइरहेकी थिए। सहानुभूति देखाउँदै अर्जुन नजिक गयो। महिलाले बिस्तारै फर्केर हेरिन् र मुसुक्क मुस्कुराइन्। त्यतिकैमा अर्जुनको नजर महिलाको खुट्टातिर गयो। उसको खुट्टा उल्टो थियो। अर्जुनको सास रोकियो। भाग्न खोज्दा पछाडिबाट मिठो स्वर आयो। किन डराउँछौ? म पनि त एक्लै छु भन्दै जोड-जोडले हाँस्दै अजीब आवाज निकाल्न लागे। बिहान घाटमा अर्जुन बेहोस अवस्थामा फेला परेको थियो। करिब 6 महिना भयो अर्जुनको आँखा अगाडि त्यही अनुहार मात्र आइरहन्छ। आज पनि राति त्यहाँ कसैले रोएको आवाज आउँछ भन्छन् स्थानीय। यो कथा कस्तो लाग्यो हजुरहरूलाई? प्रतिक्रिया दिनुहोला। धन्यवाद।